आ रहा हूँ मुंबई। किसकी शादी में बैंड बजाने को आए हो? बैंड मतलब? अरे नहीं, वो आप सबकी वर्दी देख कैसा लग रहा है? किधर है आपका ड्रम? डर डम। फिल्म सिकंदर को ट्रेलर सार्वजनिक डैशिंग अवतारमा सलमान खान। पिछले 5 साल में 49 केसेस पेंडिंग है। जब देखो तब किसी न किसी का मुंह तोड़कर घर चले आते हैं। नमस्कार, फिल्मी न्यूजमा यहाँलाई स्वागत छ। म निराजन थापा। तीनों को काट के रख दूंगा। सलमान खान र रश्मिका मन्दना स्टारर बलिउड फिल्म सिकन्दरको ट्रेलर सार्वजनिक भएको छ। ईदको अवसर पाएर आगामी आइतबारदेखि रिलिज हुने यो फिल्मलाई लिएर फ्यानहरू निकै उत्साहित बनिरहेका छन्। एक्सन र रोमान्सले भरिएको यो सिनेमामा सलमानले आफ्नो ड्यासिङ अवतारले दर्शकको मन जितिरहेका छन् भने 3 मिनट 27 सेकेन्ड लामो ट्रेलरमा सलमान खान देशका रक्षक बनेका छन्। मेरे गुस्से पर मेरा फुल कंट्रोल है, लेकिन इस हरकत की वजह से गुस्से ने मुझ पर फुल कंट्रोल ले लिया। उनको यो पात्र मानिसलाई मद्दत गर्दै गरेको देखिएको छ। भ्रष्टलाई बाटोबाट हटाउनेदेखि मानिसको मन जित्ने कार्य गर्ने चरित्रमा सलमान खान देखेका छन्। रश्मिकाको पात्रको मृत्युपछि भने उनी हिंसात्मक बन्दै गएको समेत ट्रेलरमा देखाइएको छ। फिल्मको यो ट्रेलरलाई सुरुमा 30,000 फ्यान्ससहित भव्य कार्यक्रमका बीच सार्वजनिक गरिने भनेको थियो, तर सलमानको सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै यो कार्यक्रमै रद्द गरेको थियो। उक्त कार्यक्रम रद्द भएपछि केही मानिसको उपस्थितिमा उक्त ट्रेलर सार्वजनिक गरेको थियो। कार्यक्रममा सलमानका पिता सलीम खान समेत उपस्थित भएका थिए। जो आपने किया है वो मेरे लिए किया है, अब तुम्हें उन तीनों के लिए करना है। मैं हूँ सिकंदर, लेकिन अब जो होगा वो सिकंदर का मुकद्दर होगा। सिकन्दर आगामी आइतबारदेखि आउने तयारीमा रहेको छ। सलमान खानको यसअघिको फिल्म टाइगर 3 पनि आइतबारदेखि नै रिलिज भएको थियो, जसले बक्स अफिसमा खासै व्यापार गर्न भने सकेको थिएन। AR मुरुगादासको यो फिल्म सुपर डुपर हिट हुने दर्शकहरूले आशा व्यक्त गरेका छन्। अब कहाँ तक के पढ़ी हैं? सीए टॉप किया है चेन्नई से। मतलब आप नौकरी नहीं, नौकरी आपको ढूंढ रही होगी। फिल्मी समाचार अहिले यति नै। हाम्रो युट्युब च्यानल हेर्दै गर्नुहोला। नमस्कार।